हेलो नमस्ते। आज चाहिँ म तपाईहरुलाई तिते करेलाको रेसिपी शेयर गर्दैछु। मैले चाहिँ सुरुमा तिते करेला काटेर नुनमा मोलेर राखेको छु। त्यो 15-20 मिनेट जति राखिसकेपछि चाहिँ मैले यसलाई चाहिँ आफ्नै हातले चाहिँ एकदमै मिचेर अनि पानीमा धुँदैछु। यो चाहिँ 2-3 पटकसम्म धुनुपर्छ, किनभने फेरि त्यो हामीले नुन हालेको भएर चाहिँ नुनको एकदमै बढी स्वाद होला भनेर चाहिँ मैले 3 चोटीसम्म चाहिँ धोएँ। अनि धोइसकेर निचारेर अनि सुक्खा निचारेर राखेपछि चाहिँ यसमा मैले बेसार हालेँ अनि नुन चाहिँ कम्ती नै हालेको छु, किनभने अलरेडी अगाडि पनि नुन हालेको छ नि त। त्यही भएर चाहिँ धेरै नुन चर्को होला भनेर चाहिँ थोरै नुन हालेको छु। अनि त्यसपछि बेसार हालिसकेको छ अलरेडी। अनि जीरा हालिसकेपछि अनि खुर्सानीको धुलो हालेँ। इफ तपाईहरुलाई चाहिँ खुर्सानी स्पाइसी धेरै मन पर्दैन भने खुर्सानीलाई चाहिँ स्किप गर्दा हुन्छ। अनि त्यसपछि यसमा चाहिँ कर्नफ्लोर अथवा बेसन हाल्दा नि हुन्थ्यो, तर मैले चाहिँ त्यो बेसन र कर्नफ्लोर नभएको कारणले चाहिँ घरमा चाहिँ आटा रहेछ, त्यही आटा चाहिँ हालेँ। मैदा पनि हाल्न सक्नुहुन्छ। अनि त्यसलाई चाहिँ मैले एकदमै त्यो मसलाहरूलाई चाहिँ पुरै सबैतिर लागोस् भनेर चाहिँ मैले यो म्यास गरेँ। अनि लास्टमा चाहिँ अलिकति सुक्खा भएको कारणले चाहिँ अलिकति राम्रोसँग म्यास भएन जस्तो लाग्यो। अनि थोरै पानी एड गरेर चाहिँ मैले फेरि त्यसलाई चाहिँ एकदमै मिक्स गरेर अनि मैले यसलाई 15 मिनेट जति यतिकै छोडिदिएँ। त्यसपछि चाहिँ अनि फेरि मैले कराईमा तातो तेल तताएँ। तेल तताएर चाहिँ करेलालाई चाहिँ मैले फ्राई गरेँ। अनि फ्राई गरेपछि डिप फ्राई गरेर अनि अलिकति कलर राम्रो आएपछि त्यसपछि चाहिँ मैले यसलाई निकालेर एउटा प्लेटमा सर्भ गरेँ। हस्, थ्याङ्क यू।